हेर्नुस् म यो चाहिँ टमाटरको चटनी चाहिँ टमाटर नै गोलबिडाको चटनी चाहिँ बनाउँदैछौँ। अनि यी गोलबिडा चाहिँ मेरो आफ्नै बारीको हो है गाइस। फेरि आगोमा पोल्छौँ हामीसँग चाहिँ यो मैले चाहिँ यो आगोमा पोल्ने चाहिँ मसँग छ। हेर्नुस् धेरै पहिला किनेको यो मैले। यसलाई मस्त यसमा पोलेर अनि चाहिँ यसको म अब चटनी बनाउँछु गाइस। पोलिरहेछ। अब चाहिँ यो लसुन हेर्नुस् यो लसुन पनि मैले पोलिरहेछ। लसुनलाई पनि मजाले पोल्छु। म चाहिँ कम पिरो खानाले चाहिँ पिरो चाहिँ कमै हाल्छौँ कहिले पनि रातो खुर्सानीहरू। एकतिर चाहिँ गोलबिडा रेडी छ। हेर्नुस् गाइस यो चाहिँ लसुन मजाले पोलिरहेछ। अब यसलाई चाहिँ मैले पोलेर यसको चाहिँ चटनी बनाउने हो। हेर्नुस् मजाले निकालिदिन्छौँ। खुर्सानी चाहिँ मेरो सफा छ अनि चाहिँ गोलबिडालाई सफा गरिसकेका छौँ। पहिला चाहिँ म नुन खुर्सानी अनि लसुनलाई चाहिँ पिसिरहेछौँ। हामीले चाहिँ अझ पनि यसैमै चटनी मसला चाहिँ धेरै जस्तो यसमै पिस्छौँ। कहिलेकाहीँ मात्रै मिक्सरमा ग्राइन्ड गर्छौँ सर। हेर्नुहोस् हजुर पहिला मजाले पिस्नु होला हजुर। अब गोलबिडा हालिदिन्छु मैले। यस्तो मिठो हुन्छ गाइस यो चटनी। मेरो चाहिँ फेभरेट हो है यो। हेर्नुस् गाइस यो चटनी रेडी भइसकेको छ। थ्याङ्क यू।